बिस्तारै बिस्तारै अब म गोरो हुँदैछु चेन्ज हुँदैछु गोरै हुन्छ के त छालै फेरिन्छ के त फेरि भन्दा केटीहरू नि पछि लाग्ला त जाप्ने लाग्छन् यस्ता यस्ता एलोन बसिरहेछन् अब लाग्छन् घाम ताप्दा ताप्दै कुन्ता कालो मान्छे झन् कालो भइकिया जस्तो लागिरहेछ। कैसा लगा मेरा मजाक? हेलो गाइस, सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, हामी पनि आरामै छौँ। आज चाहिँ हामी उसो छुट्टी हो, घुम्न जाँदैछौँ। घुम्न भने त्यस्तो टाढा चाहिँ होइन, यहीँ नजिकै पार्कमा जाँदैछौँ। अब टाइम पास त गर्नु पऱ्यो, सधैँ रुममा घुम्सेर मात्र पनि भएन, त्यही भएर टाइम स्पेन्ड गर्नको लागि चाहिँ पार्क जाँदैछौँ। हेर्दै गर्नु होला है त गाइस, के हुनेछ म देखाउने नै छु। अब हामी जाँदैछौँ गाइस, अब ट्याक्क चिनिया छैन नि त, अब पार्क लोकेसन हेर्दै जानुपर्ने हुन्छ। अब ऊ चाहिँ त्यहाँ मोबाइलमा अब म्याप हेर्दै हिँडिरहेछ, म चाहिँ पछि पछि हिँड्दैछु। यस्तै छ है त। यता हेर त, यताबाट के हेर्नुहोस् त गाइस, यस्तो बुढियामा भएर पनि यस्तो दुःख गरेर हिँड्नुहुन्छ क्या यहाँ चाहिँ। अब लास्ट आफै उ गर्दै हिँड्नुपर्ने हुन्छ यो देशमा चाहिँ। सबै मान्छेहरू आफैसँग आत्मनिर्भर छ यो देशमा चाहिँ होइन। अब सबै ल लिगा नि त लिगा, कुन जुस लिने हो गाइस? त्यो पहिला कुन थियो त्यही लिगा न, तिमी कुन पिउँछौ त्यही अर्को लिगा नि, त्यही होइन तिमीले पिउने त त्यही लिगा नि त। ट्याक्क यस्तो साइड साइडमा बसेर खाने रहेछ, निषेधित एरिया तोकिया हुँदो रहेछ। अनि त्यहीँ बसेर मात्र खान मिल्दो रहेछ चुरोट पनि। नेपालमा भए चाहिँ अलिक मान्छेहरू जहाँ जम्मा भयो त्यहीँ हानिदिन्थ्यो। ल गाइस, पार्क चाहिँ यही हो। अब यहाँ चाहिँ कस्तो छ भर्खर उ गर्दैछौँ, छिर्दैछौँ। यहाँबाट अब कहाँ जाने हो त? खोइ म त के देखिनँ त, यही हो। ए ओ माई ट्रु लभ, केही खेल्ने छैन, केही हान्ने ठान छैन। टिकटक बनाइरहेको छ त्यहाँ चाहिँ। ल गाइस, घुम्न चाहिँ घुम्न यो पार्क राम्रो छैन। अब बस्ने घाम ताप्ने चाहिँ बस्ने घाम ताप्ने मात्र हुँदो रहेछ। अब ट्याक्क जानुपर्ने हुन्छ। अनि कहाँ जानु छ? अब कहाँ जाने सामान लिन? त्यहाँ जानुपर्ने छ। अब त्यहाँ गएर रुम फर्किनुपर्छ। घाम ताप्दा ताप्दै कुन्ता कालो मान्छे झन् कालो भइकिया जस्तो लागिरहेछ। केही छैन, रुममा गएर नुहाउनु पर्ने हुन्छ। गोरो हुनलाई गोरो त यत्रो कसरी के भनेको त? नुहाउनु पनि सुनाउनु पर्छ त भन्ने। अलिअलि गोरो भएको छ है जापान आएपछि। ल म परिवर्तन भयो र अलिअलि त्यस्तो गोरो भनेको गोरो त होइन। अब कालो छाला फेरि त होइन, जे भयो नि फरक पर्छ नेपाललाई। बिस्तारै बिस्तारै अब म गोरो हुँदैछु, चेन्ज हुँदैछु। गोरै हुन्छ के त छालै फेरिन्छ के त फेरि भन्दा केटीहरू नि पछि लाग्ला त जाप्ने लाग्छन् यस्ता यस्ता एलोन बसिरहेछन्। अब लाग्छन् गाह्रो हुन्छ त फेरि आफूसँग नभए अब पछि लाएर भ्याइ नभए हुने भने त्यही त भने मलाई गाह्रो पर्ला जस्तो छ। के गर्ने अब यस्तै टेन्सन भएपछि यस्तै हुन्छ। कैसा लगा मेरा मजाक? जे भए पनि यो जापान भन्ने देश एकदम चिल पाराको चाहिँ है। सबै मान्छे आफ्नो पारामा हिँडिरहेको हुन्छ होइन। सबैलाई कसैको व्यवस्था पनि छैन। बुढा होस् या बुढा होस् या तन्देरी होस्, आफ्नै पारामा हिँडिरहेको हुन्छ। हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। बोल्न देऊ न। अनि
कोच्याइदिएर फेरि सर्किन्छ खाँदैन अनि मैले दुईटा सकाइसकेँ पानी न उहाँ जाप्ने चाहिँ एकदम मनको सफा हुँदैछ उहाँ फोन गरेर बिजी हुँदा पनि अब हामी चाहिँ सेल्फी हान्दा थियौँ हामी अब 2 जना मात्र आयो नि त अनि ट्याक्क हामीले नभन्दा पनि क्या उनीगाई नगर्दा पनि उसले आफै आएर फोटो खिचिदिने हो भनेर फोन बोलिरहेको मान्छे फोन गोजिया राखेर ट्याक्क मोबाइल माग्यो अनि फोटो खिचिदियो क्या एकदम राम्रो फोटो खिच्दो रहेछ म नराम्रो भए पनि अब जे भयो नि कोही त यति धेरै मनको सफा पनि हुन्छन् कोही चाहिँ फेरि यार आफ्नै सुरमा हिँड्छन् घोप्टेर मोबाइल हेर्छन् बोलाउनु आफूले अनुहारमा हेर्दा पनि हेरिदिँदैन कि यो जापान भन्ने देश यस्तै रहेछ मान्छे हेरेर उनीहरूको अब त्यो मुड पनि हेरेर हुँदो रहेछ होइन मुड हेरेर पनि आफ्नो टाइपको हुँदो रहेछ एकदम आरिगातो गोजेमास क्या भनेर मैले पनि जानी नजानिकन भनिदिएँ यो चाहिँ इकिबुकुरो स्टेसन हो गाइस देख्न सक्नुहुन्छ ट्याक्क एकदम ठुलो 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 छ एकदम हाम्रो रुम नजिकै हो अनि आइरहेको मान्छे यहाँ चाहिँ धेरै जसो हिँड्दा हिँड्दा अब थकाइ लागिसकेको अवस्था छ अनि भोक लागिसकेको अवस्था पनि छ त्यही भएर अब म्याकडोनाल्ड जाँदैछौँ म्याक खानको लागि अलि त जानुपर्ने हुन्छ ट्याक्क बर्गर जेन भयो नि अन्त गरिहाल नि के हेऱ्यो हुन्छ हुन्छ दुईवटा गर न एड टु अर्डर ल गाइज मलाई पुगिसकेको छ अब यसलाई हान्नुपर्ने हुन्छ ट्याक्क